अब म धर्मको कुरा चाहिँ अब बुद्ध धर्म भन्ने चाहिँ अनि धर्म परिचय भन्ने चाहिँ धेरै महत्त्वपूर्ण हो भन्ने कुरा चाहिँ मैले अलिकति भने फेरि भोलि पनि अलिकति भन्न चाहन्छु। अब त्यो सकेर चाहिँ अब धर्मको बारेमा चाहिँ भन्ने हो। पहिला हामीले बुद्ध धर्म पढ्दाखेरि चाहिँ हामीले के थाहा हुनुपर्छ भनेदेखि बुद्ध धर्म भनेर दुई शब्द छ नि होइन, त्यो दुई शब्दको मतलब चाहिँ हामीले थाहा हुनुपर्छ। हामी भन्छ नि बुद्ध धर्म पढ्नुपर्छ, आज के गर्छ बुद्ध धर्म परिचय गर्दैछ। ल बुद्ध धर्म परिचय गर्दैछ भनेदेखि बुद्ध धर्म भने के हो सोच्यो भनेदेखि पहिले त्यो थाहा हुनु पर्यो नि। त्यसो कारणले यो दुई शब्दको बारेमा पहिले भन्न चाहन्छु। बुद्ध भने चाहिँ त्यसको बारेमा चाहिँ त्यसको मतलबमा धेरै हुन्छ, तर अहिले हाम्रो यो सम्बुद्ध लेबीदेखि मैले भन्नु चाहन्छु बुद्ध भने चाहिँ संस्कृत शब्दमा एउटै हो बुद्ध, तर सम्बुद्ध लेबीमा त्यो दुईटामा भनेको छ छङछुप भनेर। छङछुप भनेको बुद्ध भने के हो भनेदेखि छङछुप भनेको, या अर्को त्यसको शब्द अर्को पनि छ सङ्गे भनेको हो। छङछुप पनि भन्नु सक्छ, सङ्गे पनि भन्नु सक्छ। छङ र सङ एउटै हो, छुप र गे एउटै हो, सङ्गे भनेर। अब यो मतलब के हो, सङ भने के हो, हामीले जहिले पनि भन्छ न सङ्गेलाई के भन्छ नि। पहिला साङ्गी के हो, सङ भनेको मतलब चाहिँ सङ भनेको चाहिँ नराम्रोहरू सबै अनि हटाएको टेक्नु सकिएको एउटा ज्ञानलाई सङ भनेको। सङ भनेको मतलब चाहिँ अब यस्तो हुन्छ नि हाम्रो यो नलका हो नली हुन्छ नि। अब नलीको भित्र धेरै फोहोर हुन्छ नि, अब हामीले के गर्छ त्यो फोहोरहरू सबै सफा गर्नु पर्यो भनेदेखि पानीहरू लिएर त्यो सबै हटाएर अनि ट्याकेर सफाइ बनाउँछ नि हो। त्यही दोस्तो सङ भने चाहिँ आफ्नो काया वाक्क चित्त त्यो तिनवटामा भएको अनि नराम्रो असल कर्म र अकुशल कर्म अनि डिबा पापदेखि लिएर क्लेशदेखि लिएर जो नराम्रो कुराहरू छ त्योहरू सबै अनि त्याग्नु सक्ने त्यागिसकेको एउटा ज्ञानलाई सङ भनेको। सङ भनेको मतलब यो हो। गे भने चाहिँ के हो भनेदेखि अनि राम्रो अनि हाम्रो यो ज्ञानहरू अनि हाम्रो यो खर्च यन्देनलाई खर्च गुणहरू जति अनि गुण छ त्योहरू सबै आफूले अनि पाइसकेको एउटा ज्ञानलाई अनि के भन्छ भनेदेखि अनि गे भन्छ। त्यसो कारणले सङ भने चाहिँ अनि नराम्रोहरू सबै काया वाक् चित्तदेखि नराम्रो जो छ त्योहरू सबै हटाइसकेको ज्ञानलाई सङ। गे भने चाहिँ काया वाक् चित्तको जति ज्ञानहरू छ त्योहरू सबै पाइसकेको एउटा अनि त्योलाई चाहिँ ज्ञानलाई चाहिँ के भन्छ भनेदेखि गे भन्छ। त्यसो कारणले सङ्गे भने चाहिँ अनि सर्टकटमा अनि मतलब चाहिँ त्यो हो। अब त्यसमा फेरि गम्भीर गयो भनेदेखि धेरै कुराहरू हुन्छ। दुमा चिसिल थुङ्गी सेङ्गी केङ्गी तमेबा ख्यादा च्यादा नेबारी थुङ्गी देबे साङ्गी नि भनेर दुमा चिसो युन्दे गेदा देबे क्याम्ने थातु साङ्गी कुञ्जोगी छेङ्गी भनेर त्यसको भित्र 8वटा गुणहरू चाहिँ अनि वाक्य गर्नुहुन्छ। त्यो धेरै गाएर गयो भनेदेखि त्यस्तो छ। अब अहिले चाहिँ सर्टकटमा त्यो भनेको हो। अब हामीले चाहिँ के थाहा हुनुपर्छ भनेदेखि एउटा कुरा चाहिँ अहिले म अलिकति भन्न चाहन्छु। हुनु चाहिँ अनि साङ्गे भने चाहिँ हुनु सक्नेको कारण चाहिँ के हो भनेदेखि हाम्रो जीव जन्तुहरू सबैलाई मन भन्ने एउटा चाहिँ छ। जीव जन्तुहरू सबैलाई मन छ। अब त्यो मनको भित्र चाहिँ दुई किसिमको हुन्छ। एउटा चाहिँ मनको
रंशी सेमजी रंशी मनको स्वभाव मनको स्वभाव भन्ने चाहिँ मनको स्वभाव चाहिँ अनि बुद्ध स्वयंले के भनेको छ भनेदेखि शुद्ध हो भनेको छ मनको स्वभाव चाहिँ शुद्ध हो भनेको छ यो बुद्धले भनेको मात्रै होइन गुरु रुमुचेले जोक्सिनको भित्र रिपा भनेर अनि त्यसको कुरामा चाहिँ धेरै भनेको छ त्यो मात्र नभएर छाक्या छम्बोको भित्र कैक्युको अनि त्यसको भित्र पनि भनेको छ निङमाको अनि धर्मको भित्र पनि भनेको छ कैक्युको धर्म भित्र पनि भनेको छ साक्यको भित्र पनि भनेको छ अनि गिलुको भित्र पनि भनेको छ त्यसो कारणले अनि बुद्ध धर्मको भित्र चाहिँ मनको स्वभाव चाहिँ शुद्ध हो भनेको छ त्यसको उदाहरणमा चाहिँ हाम्रो आकाशमा हाम्रो त्यो छ नि खर्सा नम्खा आकाशमा बादल होइन नम्खा आकाश हो तेङ्गे नम्खा छैन खरे तेङ्गा यारका चेका यारका तेङ्गा गुङ्गा तेङ्गा तेङ्गे नम्खा चेका यारका तेङ्गा गुङ्गा तेङ्गा बसन्त ऋतु हो बसन्त ऋतुको त्यसमा त्यस्तो समयमा हाम्रो आकाशमा हेर्नुहोस् त अनि त्यसलाई अनि बादल के पनि नभएको धेरै सफा अनि स्काई छ नि आकाश छ नि त्यही जस्तो हाम्रो मनको स्वभाव चाहिँ शुद्ध हो भनेको हो तर हाम्रो मनको माथि अनि क्लेश खर्च दियो छ राग सेदङ रिसहरू चाहिँ आउँछ त्यो के हो भनेदेखि आकाशमा एउटा कारणले अनि बादल आएको जस्तो हो भनेको त्यो मनको नराम्रो त्यो क्लेश अनि रिस त्योहरू चाहिँ के हो भनेदेखि बादल जस्तो हो फेरि त्यो बादल पनि बिस्तारै बिस्तारै हटाउन सक्छ केही कारणले केही उपाय अनि त्यो गरेर त्यो चाहिँ हटाउन सक्छ त्यही जस्तो मनको स्वभाव चाहिँ शुद्ध हो त्यसको माथि अनि आएको त्योहरू चाहिँ बिस्तारै बिस्तारै अनि हटाउन सक्छ भनेको त्यसको कारणले मनको स्वभाव शुद्ध भएको कारणले भने हामी बुद्ध हुन सक्छ भनेर त्यो कारण चाहिँ अनि छोएको भित्र धर्मको भित्र बनेको छ त्यसको कारणले बुद्ध भने चाहिँ हुनु सक्ने बुद्ध भने चाहिँ अनि हुनु सक्ने त्यस्तो हो अब धर्म बुद्धम शरणम गच्छामि त्यो हामी बोल्दाखेरि हामी बुद्धले डोक्छु भन्छ नि हो बुद्ध भने चाहिँ त्यस्तो अनि ज्ञान भएकोलाई चाहिँ बुद्ध भन्छ अब त्यस्तो ज्ञान भएको बुद्धले दिनुभएको धर्मलाई चाहिँ बुद्ध धर्म भनेर भन्छ फेरि धर्ममा पनि अनि हामीले पढ्नु सक्ने धर्म हुन्छ त्यसलाई चाहिँ लुङ्गी छे भन्छ लुङ्गी छे छैन गरेर आगम धर्म भन्छ हामीले पढ्छ नि ग्रन्थहरू पढ्छ त्योहरू सबैलाई लुङ्गी छे भन्छ फेरि हामीले त्यो पढेको मात्रै नभएर ध्यान र अभ्यास गर्दै गर्दै हाम्रो मनको भित्र अनि ध्यान र त्यस्तो ज्ञानहरू पाउँछ नि त्यसले चाहिँ के भन्छ भनेदेखि तोक्पे छे भन्छ तोक्पे छे सुरु आध्यात्मिक भित्रको धर्म आध्यात्मिक धर्म काल्पनिक धर्म हो काल्पनिक धर्म भनेर अनि त्यो हुन्छ त्यसो कारणले धर्ममा चाहिँ आगम धर्म काल्पनिक धर्म भनेर चाहिँ दुईटा छुट्याउँछ तर त्यो दुईटामा ठुलो चाहिँ के हो भने काल्पनिक धर्म त्यो धेरै ध्यान र अभ्यास अध्ययन गर्दै गर्दै आध्यात्मिक धर्म आध्यात्मिक धर्म हो त्यो ध्यान गर्दै गर्दै पाउने एउटा धर्म छ नि त्यसलाई चाहिँ अनि आध्यात्मिक धर्म भनेर भन्छ त्यो अब सम्बुद्ध लेबीमा चाहिँ तोक्पे छु लुङ्गी छु तोक्पे छु भनेर चाहिँ दुईटा हुन्छ हो त्यो त्यसो कारणले अहिले धर्म परिचय गर्दाखेरि चाहिँ धर्म परिचय बुद्धको धर्म परिचय गर्छ भन्ने बेलामा हो बुद्ध भने के हो धर्म भने के हो बुद्धको धर्म भने चाहिँ थाहा भएर त्यो चाहिँ परिचय गर्दैछ भनेर थाहा हुनुपर्छ
त्यसो कारणले मैले अहिले यहाँ धर्म भनेको कुरामा अलिकति भन्न चाहन्छु। यो धर्म पनि भन्छ, धर्म पनि भन्छ। अब धर्म भने चाहिँ सम्बुट शब्दमा के भनेको छ भनेदेखि जिम्बा भनेको छ। जिम्बा हाउ जागिएको जिन्ना जिन्पा, जिम्बा भने चाहिँ अनि नेपालीमा भन्यो भनेदेखि समातेको भनेको, इङ्ग्लिसमा प्रोटेक्ट भनेको, प्रोटेक्ट, क्याच, प्रोटेक्ट भनेको त्यो हो। त्यसो कारणले अहिले मैले यहाँ उदाहरण एउटा दिन्छु। अब यो चाहिँ फुल भयो होइन, अब यो फुल चाहिँ अब यो मेरो हातमा अहिले छ। अब यो यो टेबलको माथि राखेर फुल चाहिँ यसरी तल खस्यो भनेदेखि के भन्छ, फुल तल खस्यो भन्छ नि होइन। त्यही जस्तो फुलको उदाहरणमा चाहिँ हामी हो, मान्छेहरू हो, जीव जन्तुहरू हो। हामी चाहिँ के हुन्छ भनेदेखि संसारमा खस्छ जहिले पनि। अब त्यो मात्रै नभएर हामी कहिले कहिले संसारको भित्र पनि सबभन्दा नराम्रो नरकमा खस्छ हामी। त्यसो कारणले अब हामीले यो फुल चाहिँ यसरी टेबलदेखि तल यसरी खस्नु बेलामा हामीले के गर्नुपर्छ, खस्नु नदिएर त्यसले पकाएर त्यो समातेर त्यसले प्रोटेक्ट गरेर अनि खस्नु नदिने गर्नु पर्यो नि होइन। त्यही जस्तो अनि हामी पनि संसार र अनि नरकमा यस्तो खस्नु बेलामा खस्नु नदिनेको एउटा उपाय छ। त्यो खस्नु बेलामा चाहिँ त्यो खस्नु नदिनेको उपायलाई धर्म भनेको एउटा त्यो हो। अब एउटा मैले सिम्बलमा भन्न चाहन्छु। अब हामी जीव जन्तुहरू सबै संसार र नरकमा चाहिँ खस्छ भन्छ, तर त्यो खस्यो भने के छ, संसार र नरकमा खस्यो भनेदेखि हामी संसारिकको अनि दुःखहरू सबै पाउँछौँ। हामी नरकमा खस्यो भनेदेखि नरकको दुःख सबै हामीले पाउँछौँ। त्यसो कारणले हामी अब संसार र नरकमा खस्यो भनेको मतलब के हो, हामी दुःखमा खस्यो, जहिले पनि दुःखमै हामी परेको। अब त्यस्तो दुःखदेखि हटाउन सक्ने, त्यस्तो दुःखबाट अनि के भन्छ दुःखहरू अनि टेक्नु सक्ने, त्यस्तो दुःखहरू सबै अनि टेक्नु सक्नेको एउटा तरिका, एउटा उपाय, एउटा अनि मार्गलाई चाहिँ धर्म भनेको। जो धर्म भनेको कुरा सत्य चाहिँ के हो भनेदेखि दुःखहरू सबै हटाउन सक्नेको एउटा शक्ति, एउटा अनि दुःखको अनि बाटोदेखि अनि सबभन्दा महान सुख अनि बुद्ध भूमिसम्म अनि जान्नुको एउटा बाटो, एउटा मार्गलाई चाहिँ बुद्ध धर्म भनेको त्यो हो। त्यसो कारणले हामीले जहिले भने हामी बुद्ध धर्म पढ्दैछु भनेको मतलब के हो भनेदेखि हामी अनि दुःखहरू सबै हटाउनेको तरिका, उपायहरू पढ्दैछु, हामी सुखहरू सबै पाउनेको तरिका र उपायहरू पढ्दैछु भनेको त्यो हो। अब बुद्ध धर्म पढेर बुद्धले सुख हुने होइन, बुद्ध धर्म पढेर चाहिँ बुद्धले खुसी होइन। बुद्ध धर्म पढ्यो भनेदेखि आफैले फाइदा हुने, आफैले खुसी पाउने, आफ्नो दुःखहरू निभाउन सक्ने, आफ्नो सुखहरू सबै पाउन सक्ने त्यो हो नि। त्यसो कारणले अब बुद्ध धर्म पढ्नु पर्छ कि पर्दैन अब सोध्नुहोस् त होइन। त्यसो कारणले अनि मैले भनेको कुरा चाहिँ बुद्ध धर्म पढ्जे भने चाहिँ धेरै ठुलो कुरा हो भनेको कुरा चाहिँ के हो भनेदेखि दुःखबाट हटाउने र सुख पाउनेको तरिकाहरू सबै प्रजय गर्छ, सिकाउँछ। त्यसो कारणले त्यसमा चाहिँ हामीले चाहिँ अनि त्यो गर्नुपर्छ, ध्यान दिनुपर्छ भने त्यो बुद्ध धर्म पढ्जे धर्म भनेको कुरा चाहिँ अनि त्यसमा हो। अब त्यो धर्मको कुरामा पनि अहिले मैले लेलबुज गर्छ सजिलोमा तीनटा कुरा भन्न चाहन्छु। बुद्ध धर्मको भित्र चाहिँ पहिलो एउटा चाहिँ के छ भनेदेखि बुद्धले आफ्नो शिष्यहरूलाई धर्म दिँदाखेरि तुरुन्त भित्रको कुरा, त्यो गम्भीरको कुरा चाहिँ उहाँले गर्नु हुँदैन। उहाँले चाहिँ पहिले के भन्छ भनेदेखि दिग्पचय मिछासी केवा फेसुम सपरिचय भनेर पहिला यो दुईटा भनेको। तपाईँले अनि अकुल्साहरू सबै त्याग्नुपर्छ, अकुल्स कर्महरू सबै त्याग्नुपर्छ, पाप कर्महरू सबै त्याग्नुपर्छ, अनि कुशल कर्म अनि
धर्मको कर्महरू चाहिँ गर्नुपर्छ भनेर दिपचे हमेशा गेवा फुसु सपर्चे भनेर पहिला बाहिरको हाम्रो जिउदेखि र काया र वचनदेखि पाप गर्नेहरू चाहिँ सबै हटाउने धर्म गर्नेहरू चाहिँ पहिले सिकाएको यो तरिका धेरै त्यो हो नि अब त्यो गर्दै गर्दै धर्म त्यस्तो धर्म अनि गर्दै गर्दै गएर अलिकति गम्भीरमा अनि जाँदाखेरि अनि पछि अब तिमीले बाहिर अनि काया वाकदेखि धर्म गर्ने र पापहरू हटाउने मात्र नगएर अब भित्रको मनलाई हेरेर तपाईको मनको भित्र भएको नराम्रोहरू नेगेटिभ थटहरू के छ त्यो थाहा हुनु पर्यो मनको भित्र भएको राम्रो सोचहरू के छ थाहा हुनु पर्यो ओ त्यो थाहा भएर चाहिँ नराम्रो सोच चाहिँ हटाउनु अनि राम्रो सोच चाहिँ तपाईले अनि गर्नुपर्छ भनेर सेकेन्डमा त्यो सिकाउँछ हैन रंगी सेम्ने योंसो दुल भनेर त्यो चाहिँ भन्नुभएको अब त्यसमा दुईटा छ एउटा चाहिँ सूत्रदेखि रंगी सेम्ने योंसो दुल एउटा चाहिँ तन्त्रिकदेखि रंगी सेम्ने योंसो दुल भनेर दुईटा हुन्छ अब सूत्रदेखि अहिले मैले भनेको त्यो हो के रे कलाश अनि हाम्रो यो के खर्सा राख अनि खर्सा रिस त्योहरू चाहिँ अनि तपाईले अनि त्याग्नु पर्छ हटाउनु पर्छ अनि यता माया दाया अनि बुद्धिचित अनि शून्यताको ज्ञान त्योहरू सबै परेर चाहिँ अनि त्योहरू सबै अनि अभ्यास र ध्यान गर्नुपर्छ भनेर त्यो चाहिँ सेकेन्डमा चाहिँ उहाँले सिकाउनुहुन्छ त्यो चाहिँ सूत्रबाट भएको एउटा धर्म गर्ने तरिका हो अब त्यसको पछि अनि बुद्धले के सिकाउँछ भनेदेखि अब तपाईले यो मात्र धर्म गरेर पनि तपाईले सबभन्दा ठुलो सुख पाउने र अनि दुःख सबभन्दा नराम्रो दुःख त्यो दुःखको अनि हेतुहरू सबै अनि त्याग्नु सक्दैन त्यसको लागि तपाईले फेरि तन्त्रमा अनि तन्त्रको त्यो धर्महरू गर्नुपर्छ भनेर अनि उहाँले चाहिँ अब भित्रको कुरा चाहिँ भन्नुहुन्छ पहिला तपाईले तन्त्रको एउटा महान गुरु एउटा थाप्नु पर्यो अनि त्यसको पछि चाहिँ वाङ थप्नु पर्छ वाङ थापिसकेर अनि त्यसको भित्र तन्त्रको अनि अभ्यास र ध्यान कसरी गर्नुपर्छ त्योहरू सबै अनि थाहा हुनु पर्यो त्यहाँदेखि तपाईले चाहिँ अनि ध्यानमा बसेर अनि तपाईले अनि त्यो गर्नुपर्छ भने गम्भीरको कुरा त्यो बेलामा चाहिँ उहाँले भन्नुहुन्छ त्यो हामीले थाहा भएर चाहिँ अनि त्यो चाहिँ गर्ने हो त्यसो कारणले चाहिँ हामीले धर्ममा हामी जाँदाखेरि चाहिँ पहिला मैले अघि भनेको जस्तो पहिला चाहिँ राम्रो गरेर सुन्ने त्यहाँदेखि चाहिँ राम्रो गरेर चिन्तन गर्ने त्यसको पछि चाहिँ राम्रो गरेर चाहिँ अनि अभ्यास गर्ने अभ्यासमा पनि अनि तीन किसिमको पहिला अभ्यास के गर्ने हो अकुशल अनि पापको कर्महरू सबै हटाउने अनि के भन्छ धर्मको कर्महरू सबै गर्ने दिपचे मेचेसी गेवा फुसु सपर्चे त्योहरू चाहिँ राम्रो हुँदै भयो भनेदेखि अलि गम्भीर भित्र गएर चाहिँ अनि त्यो सूत्रमा भन्नुभएको अनि मनको भित्र अनि मनमा दुई किसिमको हुन्छ नराम्रो मन एउटा र राम्रो मन हुन्छ नराम्रो मन भने चाहिँ यस्तो हो भनेर एकै गरेर सबै परेर थाहा हुनु गर्ने राम्रो मनहरू चाहिँ यस्तो हो भनेर सबै थाहा हुनु गर्ने त्यसको पछि चाहिँ नराम्रो मन यसरी आउँदाखेरि ओ भएन मेरो मनमा नराम्रो मन चाहिँ आयो नेगेटिभ थट आयो अब मैले योलाई अनि हटाउनु पर्छ भनेर चाहिँ त्योलाई चाहिँ अनि हटाउने गर्ने फेरि मन राम्रो चाहिँ आउनु दिने माया दायादेखि लिएर त्यो आउँदाखेरि चाहिँ ओ यो चाहिँ मन राम्रो हो मैले योलाई चाहिँ अनि फैलाउनु पर्छ त्यसले चाहिँ खुम्सी विकास गर्नुपर्छ भनेर चाहिँ त्यसले फेरि अनि चुन्जु खुम्सिल गर्छ खोम्बर छेबा मेहनत गरेर चाहिँ त्यो चाहिँ हामीले विकास गर्ने सत्य धर्म भने यो नराम्रो मन चाहिँ हटाउने र राम्रो मनलाई विकास गर्ने चाहिँ अब धर्मको काम भने चाहिँ सबभन्दा ठुलो यो हो फेरि हामीले धर्मको काम भन्दाखेरि
त्यो कोरा गर्ने मात्र हामीले सोच्छ, कहिले कहिले पूजापाठ मात्रै गर्ने सोच्छ, कहिले धर्मको काम भन्नु त्यो सोध्नु बेलामा चाहिँ अनि छाकछिसी गर्ने अनि त्यो मात्रै सोच्नु, त्यो होइन। योहरू सबै बाहिरीको धर्म हो। बाहिरीको धर्म सत्य चाहिँ भित्र मनदेखि गर्नुपर्ने हो। भित्र मनदेखि गर्ने मैले भनेको त्यो हो। त्यसो कारणले कङ्ग्युरको भित्र बुद्धले चाहिँ लोरिक भनेर, लो भनेको कुरा, लो भनेको हो मनको कुरा धेरै भनेको छ। अब मनको कुराहरू सबै हामीले पढ्नुपर्छ। अहिले हामीले मन भने चाहिँ थाहा छ, हामीले भन्छ नि, तर हामीले मनको कुरा धेरै थाहा छैन, अलिअलि थाहा छ। मनको कुरा धेरै थाहा हुनुको लागि हामीले के अरे त्यो खर्सा दिमिङदे सम्बुद्र लेबेमा लोरिक भन्छ। लोरिक भने चाहिँ के हो भनेदेखि त्यो भित्र के को कुरा हुन्छ भनेदेखि मन भने चाहिँ के हो, मनको भित्र के किसिमको हुन्छ, आँखाबाट हेर्नेको एउटा त्यो हुन्छ, कानबाट सुन्नेको एउटा त्यो हुन्छ, नाकबाट त्यो हुन्छ, फेरि त्यस्तो गरेर जिउदेखि हुन्छ, अनि हाम्रो यो हिग नम्बर सेवा भनेर यस्तो हुन्छ। हिग नम्बर सेवा भित्र पनि सेवा राख्पा, सेवा ठावा, सेवा सिन्धु ठावा भन्ने हुन्छ। सेवा राख्पा ठावा भित्रको पनि राम्रो मन यो हो, नराम्रो मन यो हो भनेर हुन्छ। राम्रो मनको भित्र पनि अनि घेवेलो चुकचिक भनेर 11वटा हुन्छ। नराम्रो मनको भित्र पनि चाङ्गेठो ङेङेङेसु भनेर चाहिँ 6वटा एउटा छ। अनि त्योबाट आएको अनि 20वटा नराम्रो मन जम्मा। अब नराम्रो मन चाहिँ कति हुन्छ भनेदेखि चाङ्गेठो ङेङेङेसु, अब अलिकति सर्टकटमा भन्यो भनेदेखि अनि 26 नराम्रो मन, 26लाई 26 नराम्रो मनहरू हुन्छ। अब हामीले सोध्यो भनेदेखि 26 नराम्रो मन के हो भनेदेखि भन्नु सक्दैन, होइन? त्यसो कारणले यो बुद्धको धर्म भने चाहिँ नपर्यो भनेदेखि त्यो भित्रको कुराहरू हामीले थाहा हुँदैन, पर्यो भनेदेखि त्योहरू सबै थाहा हुन्छ। त्यसको कारणले अहिले म के भन्न चाहन्छु, धर्म भनेको मतलब चाहिँ के हो? धर्म गरा, धर्म गर्नुपर्छ, धर्मलाई अनि तपाईँले त्यो अभ्यास गर्नुपर्छ भनेको कुरा के हो भनेदेखि हामीले बाहिर हेरेर धर्म गर्ने होइन, ऊ के गर्छ रहेछ त्यो के गर्छ रहेछ भनेर होइन, आफैले हेर्नुपर्छ। आफैले आफ्नो वाकाले हेर्नु पर्यो, आफ्नो कायाले हेर्नु पर्यो, वाकाले हेर्नु पर्यो, चित्तले हेर्नु पर्यो। आफूले आफ्नो कायाले हेरेर मैले जिउले के गर्छ रहेछ, अधर्म गर्छ रहेछ कि धर्म गर्छ रहेछ कि पाप गर्छ रहेछ कि घेवा गर्छ रहेछ कि के गर्छ रहेछ सबै हेरेर अनि नराम्रो गर्यो भनेदेखि तुरुन्त आफूले थाहा हुनु गरेर चाहिँ त्योहरू सबै अनि त्याग्नु गर्ने, राम्रो गर्नुदेखि त्यो के भन्छ जहिले पनि त्यो राम्रोमा चाहिँ हामी गर्ने। फेरि वाकामा पनि मैले कुरा गर्दाखेरि के गर्छ रहेछ, नराम्रो कुरा पापको कुरा गर्छ कि राम्रो कुरा अनि धर्मको कुरा गर्छ त्यो हामीले हेर्ने। अब त्यो बाहिरको कायाको अनि काम वाकाको कामहरू सबै कहाँबाट आउँछ? मनबाट आउँछ। अब लास्टमा चाहिँ चित्तमा हेर्नुपर्छ। जहिले पनि धर्म गर्ने मान्छे भने चाहिँ के हुनुपर्छ, जहिले पनि आफ्नो चित्तले हेर्नुपर्छ। आफ्नो चित्तमा के सोचेर आउँछ रहेछ, होइन? आफ्नो चित्त चाहिँ चित्तको भित्र नराम्रो सोच के हुन्छ रहेछ। अब नराम्रो सोचहरू यसो आउँदाखेरि तुरुन्त थाहा हुनु पर्यो, ए यो चाहिँ नराम्रो हो, यो मैले सोच्नु हुँदैन, यो चाहिँ मैले हटाउनु पर्यो, त्याग्नु पर्यो। त्यसको लागि के गर्ने? एक्जाम्पलमा उदाहरणमा भयो भने अहिले तुरुन्त एउटा मान्छेलाई अब रिस आयो भनेदेखि के गर्नुपर्ने? अब धर्म नगर्ने हो भनेदेखि रिस आउनु दिने हो, रिस आएर पनि उसले के भन्ने हो अनि काटमाट सबै गर्ने हो नि। अब धर्म गर्ने भने चाहिँ के हो भनेदेखि रिस यसो आउँदाखेरि ल म एउटा बुद्धको चेला, म एउटा बुद्धको धर्म मान्ने, म बुद्धको धर्मलाई अनि पालन गर्छु, अभ्यास गर्छु भन्ने एउटा मान्छे फेरि मनको भित्र यस्तो नराम्रो आइसक्यो, हेर यस्तो अनि नराम्रो त्यसो रिस आयो, हेर त। अब यो रिस आएर चाहिँ मैले के सोच्छ रहेछ, रिस आएर चाहिँ मैले के गर्नु लाग्छ रहेछ,
ओहो यस्तो रिस आउनु पनि हुँदैन, यस्तो रिस आएर के नराम्रो सोच्नु पनि हुँदैन, काटमार गर्ने यस्तो सोच्नु पनि हुँदैन, नराम्रो कुरा भन्ने सोच्नु पनि हुँदैन, झगडा गर्ने गर्नु सोच्नु हुँदैन। त्यो सोच्नु नहुने मात्र नभएर त्यो काममा पनि जानु हुँदैन भनेर चाहिँ तुरुन्त आफूले मनलाई हेरेर ओ यो नगर्ने, म एउटा बुद्धको चेला हो, मैले यस्तो सोचेर यस्तो नराम्रो काम गरेदेखि कसै लास लाग्नुपर्छ है। बिहान बुद्धले डक्यो, दिउँसो काटमार गर्यो, त्यस्तो बुद्धको चेला गरेर के गर्ने भनेर चाहिँ आफूलाई त्यो गर्नुपर्छ। फेरि यता चाहिँ अब त्यो मान्छेलाई मैले चाहिँ रिस गर्ने छोडेर म धर्म मान्ने एउटा मान्छेले त्यही मान्छेलाई जसले मैले रिस आएको छ त्यही मान्छेले मैले माया सोध्नुपर्छ, माया गर्नुपर्छ, दया गर्नुपर्छ, मैले त्यसलाई चाहिँ अनि करुणा गर्नुपर्छ भनेर चाहिँ अनि माया दया चाहिँ सोच्नुपर्छ। त्यो तपाईँ हेर्नुहोस् त, तपाईँ आफैले अनुभवले थाहा हुन्छ। एउटै मान्छेलाई मनको भित्र तुरुन्त रिस आउँदाखेरि रिस आउनु नदिएर त्यही मान्छेले माया दया आयो भनेदेखि तुरुन्त त्यो माया दयाले अनि नराम्रो सोच रिस चाहिँ तुरुन्त हटाउन सक्छ। त्यसले भन्छ धर्म, धर्म गरेको भने चाहिँ त्यो। त्यसो कारणले यो चाहिँ अहिले उदाहरण हो नि, यही जस्तो गरेर जाइले खर्च द्वेषाल खर्च राग हुँदाखेरि पनि त्यस्तो गरेर चाहिँ राग हटाउनु पर्ने त्यो मूल खर्च। मोह हुँदाखेरि पनि फेरि त्यसो गर्ने हो। त्यसो गरेर आफूले आफ्नो काया वागत चित्तलाई राम्रो गरेर अनि हेरेर चाहिँ नराम्रोहरू चाहिँ नसोच्ने नगर्ने, राम्रोहरू सोचेर गर्ने, त्यो पनि निरन्तर रूपले गर्ने। त्यस्तो भयो भनेदेखि धर्म गरेको भनेको मतलब चाहिँ त्यो हो। त्यसो कारणले हामीले धर्म गर्ने मान्छेले चाहिँ के गर्नुपर्छ भनेदेखि जहिले भने आफूले हेर्नेमा त्यो गर्नुपर्छ। हाम्रो चाहिँ के छ भनेदेखि सानोदेखि नै खुम्जी छ, खुम्जी गर्छ बानीले। सानोदेखि नै हामी जहिले पनि अगाडि केसरी छ त्यहाँ केसरी छ बाहिर र अरूलाई मात्रै हेर्छ नि, आफूले हेर्ने चाहिँ बानी त्यति छैन नि। तर बुद्धले के भनेको छ, आफूले अनि हेर्नुपर्छ भनेर चाहिँ उहाँले भन्नुभएको छ। अब हामीले बुद्ध खर्च दिमिले बुद्ध सिरियल भने हामीले हेर्नुहोस् त, बुद्ध शाक्य मुनिले उहाँले धर्ममा लागेर धर्म पालन गर्दाखेरि, धर्मलाई त्यो अभ्यास गर्दाखेरि के गर्छ छ, जहाँ गयो भनेदेखि तुरुन्त त्यहाँ बस्नु भएर आफूले हेरेर अनि कसो गर्छ कसो सोच्छ रहेछ हेरेर जहिले पनि मेडिटेसन ध्यानमा बसेर यस्तो गर्छ रहेछ नि। अब हामीले धर्म चाहिँ कसो गर्छ रहेछ, यता गएर गर्ने उता गएर गर्ने। हाम्रो धर्म चाहिँ गएर मात्र गर्ने। बुद्धको धर्म चाहिँ बसेर है ध्यानमा बसेर गर्ने। फेरि हाम्रो धर्म चाहिँ अनि त्यहाँ ढ्याङ्ग्री थोकेर गर्ने, त्यो के भन्छ गर्छ ती बुक छ नि, बुकले गर्छ। बुकजलाहरू चाहिँ झाङ गर्ने, दारु ठिबोहरू चाहिँ टोल्सी गर्ने। आमा धेरै त्यो छ नि होइन। तर मैले त शाक्य मुनिको हातमा चाहिँ ढ्याङ्ग्रेहरू केही देखेन। अनि महापण्डित त्यहाँ छ है, 17वटा महापण्डित छ, त्यो नालेन्डा हो, उनीहरूको हातमा चाहिँ त्यस्तो ढ्याङ्ग्राहरू चाहिँ केही देखेको छैन नि होइन। त्यसो कारणले हाम्रो धर्म चाहिँ भएन, हाम्रो धर्म चाहिँ नराम्रो हो भन्ने कुरा होइन। हाम्रो धर्म चाहिँ के रहेछ भनेदेखि हाम्रो रुखमा दुईवटा हुन्छ नि, रुखको जर र रुखको हाँगा। अब हाम्रो रुखको जर पनि चाहियो, रुखको हाँगा पनि चाहियो रुखलाई, तर त्यो दुईवटामा कुन महत्त्वपूर्ण हो? त्यो जर चाहिँ महत्त्वपूर्ण हो नि। अब हामीले चाहिँ कसो गर्छ भनेदेखि रुखको झरलाई चाहिँ हामीले केही याद गर्दैन, त्यो हाँगाले मात्रै हेरेर चाहिँ अब हाँगो त्यो खर्च दियो लोमा पात खास्यो कि खासेन, त्यो पुरानो भयो कि भएन त्यो मात्र है। त्यो जार चाहिँ के भएको छ भने हामीले सोध्दैन नि। त्यसो कारणले अहिले हामीले गर्ने त्यो बाहिर त्यो पूजा सुजादेखि लिएर माने जप्नेदेखि लिएर त्योहरू चाहिँ हाँगा हो, हाँगा बुद्ध धर्मको हाँगा हो।
बुद्ध धर्मको जड चाहिँ के हो भनेदेखि बुद्ध धर्म पढ्ने, बुद्ध धर्मले चिन्तन गर्ने, बुद्ध धर्मले मेडिटेसन गर्ने, ध्यान गर्ने, अभ्यास गर्ने, त्यो चाहिँ बुद्ध धर्मको जड हो। त्यसो कारणले अब हामी बुद्ध धर्मको आङ्ग मात्रै सोचेर त्यो मात्रैमा गयो भने हुँदैन। बुद्ध धर्मको जडलाई अनि हामीले अनि थाहा हुनु गरेर त्यसमा चाहिँ हामीले ध्यान दिनु पर्यो, अलिकति जोड दिनु पर्यो। त्यसो कारणले म पनि गाउँतिर नत्र आफै ध्यानमा बस्यो भने हुन्छ नि। म यहाँ आउनेको कारण चाहिँ के हो होइन, आउनु कारण चाहिँ यो धर्म परिचय समाजले तपाईँ जानु पर्यो भने त्यो कुरा पनि होइन। अब हामी एकमा चाहिँ के भयो, पहिलादेखि नै हामी मिल्यो अनि हामी यता गुरु र चेलाको अनि सम्बन्ध भयो। अब गुरुले चाहिँ के जिम्मा लिनुपर्छ, आफ्नो चेलाहरूलाई धर्मको बाटो, धर्म भने चाहिँ के हो त्यो कुराहरू सबै राम्रो गरेर सिकाएर अनि धर्ममा अनि धर्मको बाटोमा चाहिँ जानु दिनु गर्नु पर्यो। त्यो लागि यता आएको हो नि होइन। त्यसो कारणले चाहिँ अहिले मैले भनेको चाहिँ त्यस्तै मान्छे एउटाले भनेको, आफ्नो त्यो चिनेको मान्छेले भनेको त्यसलाई चाहिँ मैले फेरि रिपिट गरेको खर्च रिपिट छैन, फेरि भनेको जस्तो त्यस्तो होइन। मैले 36लाई के भन्छ 31, 32, 33, 14, 36 वर्ष बुद्ध धर्म पढेर थाहा भएको कुरादेखि भनेको। 36 वर्ष पढेको हो, त्यो पढेको मात्रै पनि होइन, मैले 36 वर्ष पढेको 26लाई के हो 26 वर्ष अभ्यास र ध्यान र अभ्यास गरेको हो। अहिले कोही कोहीहरू लोसुम दसुम भन्छ नि, त्यो लोसुम दसुम गरेको राम्रो त हो नि होइन। अब लोसुम दसुम गरेको राम्रो त हो, तर त्योभन्दा के हो भनेदेखि जहिले पनि डेली एक दिनमा धर्म ध्यान र अभ्यास गरेर जाने चाहिँ त्योभन्दा ठुलो हो। तपाईँले त्यो के भन्छ महँगा खर्च हस्पिटलमा गएर दबाई लिएर अनि लोसुम दोसुम दबाई खाएको र जहिले पनि दबाई खाएकोमा के फरक हुन्छ है? फरक छ कि छैन? हो, धर्म भन्ने चाहिँ लोसुम दसुमहरू पनि गर्ने हो, तर सबभन्दा चाहिँ के हो भनेदेखि जहिले पनि गर्ने हो, जहिले पनि। त्यसो कारणले मैले 26 इयर 26 हो कि 36 चाहिँ मैले धर्म पढेँ। 26 है 36 चाहिँ 36 हो अनि 26 चाहिँ 26 निश्चितरू 36 चाहिँ धर्म पढेको हो। 26 वर्ष चाहिँ मैले धर्ममा ध्यान र अभ्यास गरेको हो। त्यहाँदेखि थाहा भएको कुरा हो त्यो कुरा। त्यसो कारणले अहिले मलाई चाहिँ म तपाईँले कुरा मैले त्यो धर्मको ध्यान दिएर म साङ्गेसी गरेर मैले भन्दैन, मैले सत्य कुरा भन्नु पर्यो। तर मैले ध्यान दिएर बुद्धिचित भन्ने चाहिँ मेरो मनमा चाहिँ धेरै आएको छ। म जहाँ गयो भनेदेखि नयाँ मान्छे जो मिलेको भनेदेखि मलाई फरक छैन। मैले जति मान्छे मिल्यो भनेदेखि त्यही मान्छेलाई चाहिँ मैले माया गर्न सक्छु, मैले दया गर्न सक्छु, मैले फरक केही देख्दैन। त्यही मान्छेले मैले तुरन्त के सोच्छ, यो मान्छे जो मान्छे मिल्छ त्यो मान्छे, जो जनावर जो जीव जन्तुहरू मिल्छ, जहिले मैले जीव जन्तुहरू जो मिल्छ त्यो सबैलाई मैले तुरन्त यसको लागि मैले बुद्ध प्रार्थना गर्छु। यही मैले त्यही मान्छे त्यही जीव जन्तु चाहिँ मैले बुद्धसम्म पुर्याउन सक्नु गर्छु भनेर तुरन्त आउँछ मेरो मनमा। त्यसो कारणले बुद्धिचित भने पहिला म 18 वर्षमा मैले पहिला धर्म अभ्यास गर्नु बेलामा चाहिँ बुद्धिचित भने चाहिँ त गाह्रो हो भने मेरो मनमा छ, त्यो धेरै टाढो हो भने। तर आजकल चाहिँ ओहो बुद्धिचित भने चाहिँ यस्तो पो रहेछ भनेर अनुभव, आफ्नो एउटा अनुभव भएर धेरै त्यो मनलाई धेरै त्यो नजिक भएको छ बुद्धिचित भन्यो भने। त्यसो कारणले मैले यहाँ चाहिँ धर्म पढेर मात्रै, महायान धर्म पढेर मात्रै मैले भनेको होइन, अभ्यास गरेर ध्यान गरेर मैले भनेको हो। त्यसो कारणले
हो टाइम भएछ त्यसो कारणले अहिले म यति लुङ सबै कङ्ग्युरु भने छ नि मैले अघि भने नि 100 वटा अनि ठेला हुन्छ त्यो सबै मैले लुङहरू सबै पाइसकेको छ अब त्यो भित्र भएको अनि फुङ्बु सुम्बे दो भनेर चाहिँ हुन चाहिँ हामीले तुङसक भन्छ तर त्यो नाम चाहिँ फुङ्बु सुम्बे दो भनेर चाहिँ त्यो भित्र फुङ्बु सुम चाहिँ के हो भनेदेखि अनि सर्वप्रथम कुन्चु सुमलाई क्याप्सु डोवा क्याम्रो चाहिँ एउटा हो बुद्ध धर्म संघले ढोक्ने चाहिँ एउटा हो क्याम्रो भन्छ त्यसको पछि चाहिँ अनि आफ्नो पापहरू गर्यो सबैलाई अनि साक्पा गर्ने अनि त्यो गर्छ पाप गर्नहरू सबै चाहिँ नराम्रो भयो अनि मैले बुद्ध धर्म संघको अगाडि योहरू सबै मैले माफी चाहन्छु भनेर गर्ने चाहिँ 2 3 मा चाहिँ ngowa मलम त्यसलाई चाहिँ फुङ्बु सुम्बे दो भन्छ आज चाहिँ फुङ्बु सुम्बे दो अनि तुङसाको अनि आगम चाहिँ दिने यो चाहिँ कङ्ग्युरबाट भएको अनि हाम्रो यहाँ गुरु रुमुछेलाई मान्ने धेरै भएको कारणले अनि nganggyur निङमाको आगमहरू पनि मैले धेरै पाएछ गुरु रुमुछेको आगमहरू धेरै वाङदेखि लिएर पाएको छ त्यसो कारणले आज गुरु रुमुछेको चाहिँ अनि सिक्दिन सोल्देव भन्छ उगी युगी नुचन्छ पेमा खेसर दोम्बोलो भने त्यो चाहिँ आगम चाहिँ आज गर्ने अनि भोलि चाहिँ मान्छे धेरै हुन्छ अनि आगम धेरै चाहिँ भोलि गर्ने त्यसो गरेर चाहिँ आज यसो गरौँ अनि त्यसको पछि चाहिँ अनि 5-10 मिनेट क्वेशन एन्सर भन्ने चाहिँ गरेर त ठुटेले प्रश्न उत्तर गर्ने त्यो सकेर चाहिँ मेरो विचारमा 3:30 बजे चाहिँ हाम्रो प्रोग्राम सिद्धिन्छ होला अलि दिन मलम हेर र थाङ्गी मलम लायो र हो अनि आगम दिनदेखि तपाईहरु सबै नोट गर्नुपर्छ मैले यस्तो फलाना गुरुदेखि यो आगम पाएको छ यो पाएको छ भने लेख्यो भने पछि धेरै फाइदा हुन्छ खास अनि उहाँको लामाहरु चाहिँ यो थाहा हुनुपर्छ लेख्नुपर्छ आगम के पाएको सबै लेखेको राम्रो हुन्छ 올라서 풍부수면도 갸다 깨지 겹디 마선제메 제라바로제 마제명아라리 모니 소소라리 이시주 두숨게외 용라 차세로 나몰라에 게달로다 누진게 두보다다니 게남 저와 군예단하셔서 바탐제게도 다게 최된도 अनि यो चाहिँ सबैले याद गर्छ है आगमहरु लिन्दिखेरि अनि सुत्नु हुँदैन भन्छ निन्द्र मा लाग्नु हुँदैन भन्छ निन्द्र लागेर सुत्यो भने आगम पाउँदैन भन्छ मन अलिअलि यताउता गयो भने केही हुँदैन तर सुत्नु चाहिँ हुँदैन निन्द्र चाहिँ लाग्नु हुँदैन यो चाहिँ सबैले ध्यान दिनु पर्यो लासो 파바 풍부수면도 주소 심제 담제 뒤다버라 말아게도 저 상계라게 최라게도 저 긴들라게도 최고 좀된데 대신셔봐 자줘봐 양다고 저베 상계 배겨와 샤야도 발라 차세로 도진님부라도 좀 발라 차세로 진지외로 라 차세 루앙게 개불라 차세로 보데라 차세 벨게라 차세로 진지메라 차세 린진다요라 차세로 통화되라 차세 린진다와라 차세로 주마메발라 차세 베진라 차세로 창발라 차세 상베진라 차세로 출라라 차세로
Chula cha lo, Pesana cha lo, Zendepa cha Sijitayla cha lo, Webala cha Yangamebe pala cha lo, Semegi pula cha Medopela cha lo, Tishaba Tambu, Naboro, Ngoba Kambala cha Tishaba Peme, Senamboro, Ngoba Kambala cha Norubela cha Tebepela cha Sebeshindo Yonda cha lo, Ombutugi Ganzingi Gabula cha Shindo number Nebe Bella cha Yuri Shindo number Gavala cha number Nebe Shepe Pala cha Kunenawa Kube Pala cha Rijepema number Nebala cha lo, Tishaba Jachuma Yanda, Zove Sangi. Rinpoche Peme de la Radu Shive Riwangi Gabula cha lo, Dedala Soba. Choju Jiringi Kam Tamjena Tishaba Jachuma Yanda, Zove Sangi. Chumden de Kan Chingi Shu de Tushishebe Sangi Chumden de Deda Tamje. Dala Gonsu Su Dagi Gewandi de Gewatoma Tama Machipane. Korwana Korwe Kene Tamjidu Dibele Giwadang Gidu Zawatang Givala Jisu Yirawang. Chedengi Koram Ginuki Koram Choju Ginuki Koro Chobada. Chodo Zawada Chobala Jisu Yirawang Sam Machiba Ngaile Giwadang Gidu Zawatang Givala Jisu Yirawang. Migewa Chu Legi Lam Yang Tawa Langbala Shubang. Judo Zawatang Jubala Jisu Yirawang Legi Diba Kanki Dimne Da Simje Nyawa Chiwam. Tude Kenesu Chiwam Yidaga Yudo Chiwam Yu Tagudu Kiwam La Lore Kiwam Hasere Bonasu Kiwam Omomasawa Giwam Tawa Lovatsuba Giwam Sangi Jungale Nyebare Migiwe Giwe Legi Diba Kalawa Tedatamje Sangi Chumdende Ishizu Giwa Chedu Giwa Pangdu Giwa Tsebar Giwa Kebeseba Tedaki Jenga Tolo Chaso Mechabo Mebedo Lenjegya Chuje Dobargi Laso Sangi Chumdende Tedatamje Dala Konsuso Dagi Kewandida Kewa Toma Machipane Korwana Kuri Kene Shendado Jimbatana Tudu Kene Su Kevala Sekam Chiksam Savi Givetsawa Kanalabata Dagi Tsutimsome Givetsawa Kanalabata Dagi Sambar Chubala Nebe Givetsawa Kanalabata Dagi Semjo Yonso Mimber Givetsawa Kanalabata Dagi Chanchu Chodu Sem Givetsawa Kanalabata Dagi Lana Mebe Yishi Givetsawa Kanalabata Tedatamji Chidu Dushi Dumde Domne Lana Machipana Kona Machipana Komea Koma Lamea Lama Yonso Ngove Lana Meba Yatabo Zube Chanchuto Yonso Ngovare Giu Chidar Deve Sangi Chumde Namgi Yonso Ngovada Chidar Majube Sangi Chumde Namgi Yonso Ngovar Giwada Chidar Tadashube Sangi Chumde Namgi Yonso Ngovar Zeba Teshindo Dagega Yonso Ngovar Giu Deba Tamjene Sosurshasu Sonam Tamjelane Jesu Yeramo Sangi Tamjelane Kuju Soan Depsu Dagi Lana Meba Yeshigi Cho Tamba Tobar Giju Mijigawa Kanda Tadar Shubada Kanda Deva Tata Teshi Kangmachun Yendegava Taye Gazu Dragula Tamonjawa Gide Kapsu Nyewara Chiu Yang Samazai Kangyurgu Peter Bogo Pumbusumbe Do Panetio Yang Zai Rinje Mela Chaksalo Rinje Mela Chaksu Sani Giluba Rule Zai Tijisheba Rinje Mela Chaksalo Testo Panza Tezai Ane Kangyurgu Peter China Tijisheba Banese China Tara Lama Zonka Bale Rinche Mela Baneko Namko Mati, Tishin Shekpa Banera, and Rakera Banago. Tosukaran Lizai, Perikoiko Arule, Tishin Sheba Rinche Mela Banezai, Sunio, Ailezai Ya Rinche Mela Matrisar Sekiola Bantanzani, Yozai Kangyurku Peterbogo, Pumbusumbeto, Tungshao, Tishin Shekpa Banera Sapai Marakizai, and Lamazonga Valley, Naya Tapego Banera. Clear ganu chansu yo abo phumbu sombe do zain bo abo ya chigdun sondeb zai ane longden de sa chigdun sonde bane zai ane sangge nipa lobe pema jumne banera sangge tangbu zai aile yo samsar ma zai buddha shakya muni aunu bago abo tesko pachi zai ane guru rumbuche आउनु भएर उहाँले चाहिँ अनि
धर्महरू धेरै फैलाउनु भयो खास अनि तन्त्रको धर्म त्यो भित्र पनि जोपछम्बुको वाङलुङ ठियाहरू धेरै त्यो भएको हो मैले पनि सानोदेखि नै गुरु रुमुचेलाई अनि प्रार्थना गर्दैछु मान्दैछु म सानो बेलामा एउटा गुम्बाको भित्र अनि कोन्यर 1 वर्ष कोन्यर गरेको छ त्यो गुम्बाको पुजारी त्यो बेलामा जहिले पनि मैले त्यो हिन्छ फुल्सी गर्छ त्यो पानी चढाउँछ त्यो बेलामा चाहिँ हाम्रो गुम्बाको भित्र गुरु रुमुचेको एउटा अनि मूर्ति छ त्यहाँ चाहिँ मैले पानी चढाउँदै बेलामा मैले गुरु रुमुचेको अनि शालमा हेरेर अनि त्यसो बसेको त्यस्तो पनि मैले गर्दैछु अब पछि त बिस्तारै बिस्तारै निङमा कक्यु साक्या किलुहरूको धर्महरू परेको कारणले गुरु रुमुचे भने चाहिँ धेरै ठुलो धेरै अनि त्यो मान एउटा हो भनेर मेरो मनमा परेर थाहा भएको त्यस्तो भयो त्यो मात्र नभएर मैले गुरु रुमुचेकै वाङ अनिहरू सबै मैले लियो अनि उहाँको छेहरू दक्षिणाहरू सबै पायो त्यसो कारणले चाहिँ मैले गुरु रुमुचेले धेरै मान्दैछु अब आज यहाँ गुरु रुमुचेलाई अनि सोलदेव भने चाहिँ अनि प्राप्त गर्ने त्यसमा चाहिँ धेरै किसिमको छ त्यो गुरु रुमुचेले प्राप्त गर्नेको अनि धेरै छ त्यसमा सबभन्दा ठुलो एउटा चाहिँ चिकदिन सोलदेव भन्ने चाहिँ हो यो मैले 3-4वटा गुरुदेखि यसको आगम र ठियाहरू भाग्यहरू सबै पाएको हो अब आज यसको अनि लुङ आगम चाहिँ दिने चिकदिन सोलदेव शुसो तेर्सल छेता शोक्सेर फप शेया त्यो त नबक पेजुङ ये त मेडलसिङ सोवा चिजिक देदर ताप गुरु रुमुचे र आफ्नो मन चाहिँ नछुटाएर जहिले पनि गुरु रुमुचेले यसरी गरेर अनि प्रार्थना गर्नुपर्छ भनेर अनि लेखेको सानो अक्षरमा लेखेको छ अब ठुलो अक्षरमा चिकदिन सोलदेव हो उगे युगे नौजान्जा पेमा केजरन्दों बोला 양zen 주게 모조니 배만 존에 제소자 코르도 칸도 망베 고르 케게 제소 다 주게 징게 랍지레 제소소 내존디르 침보라 주존 달라 왕시 고르 객단 로테 바르제스 초다 드몽우주스 오모 아오 वजरा गुरु पद्मा सीधे हूँ ओमो आओ बंजरा गुरु पद्मा थेडेंजा बंजा समायांजा सीधे पाला हूँ आ श्री महारी ने सरजा श्रीया चिता श्री जानजा गुरु खंडु सोचे की दाजा में वे पुनमला लुला कोई चिंगेलो नाला सुंगी चिंगेलो यिला तुगी चिंगेलो 왕시 고월 징gel로 귀시 탁버 징gel로 람시 종월 징gel로 꾸시 토버 징gel로 오모 아후 와저고르 페드마 데와 다기니 카야 아비시자 온 와가 아비시자 아 지다 아비시자 홍 서와 아비시자 피 사마야 야야 따그런드든 침베가 바르네데 바르 로도 배제 charlos 따지 적용 개부이 매길 하지 제 꿀물 배만 대신 릉방아이 속설은 거네 닭바라 매 이그레 우긴 렉주기 야 사만사이 아니 지든소데 아바 아주세 모일이 ताबाहरुलाई दुईटा आगम चाहिँ दिएको छ त्यो मन मान्नुस् अब एटी आज लुक्ते हो